नमस्कार, म करुणा र आज हामी कुरा गर्नेछौँ अटिजममा देखिने च्यालेन्जिङ बिहेभियर अनि त्यसको व्यवस्थापनको बारेमा। अटिजम भएको बच्चाहरूमा कहिलेकाहीँ रिसाउने, कराउने, झर्किने अथवा आफू अथवा अरूलाई हार्म गर्ने च्यालेन्जिङ बिहेभियरहरू देखा पर्दछ र यी व्यवहारहरू उनीहरूको आवश्यकता अनुसार पनि जोडिएको हुन्छ अथवा उनीहरूको भावनासँग पनि जोडिएको हुन्छ र यी च्यालेन्जिङ बिहेभियरहरूलाई चाहिँ हामीले कसरी व्यवस्थापन गर्न सकिन्छ भन्दा सुरुमा हामीले बिहेभियरको कारणहरू पत्ता लगाउने, व्यवहार गर्नुभन्दा अगाडि कस्तो थियो अथवा कस्तो भयो र व्यवहार गर्दाखेरि बच्चाले के गर्यो र त्यसपछि के भयो भन्ने कुरा चाहिँ हामीले पत्ता लगाउनु पर्ने हुन्छ। र अर्को रहेको छ हामीले चाहिँ उनीहरूलाई चाहिँ काम इन्भाइरोमेन्ट क्रिएट गरिदिने र त्यही अनुसार उनीहरूलाई भिजुअल सपोर्ट दिने, उनीहरूसँग राम्रो कम्युनिकेट गर्ने, त्यसपछि उनीहरूलाई रिइन्फोर्समेन्ट प्रदान गर्ने, साथै सेल्फ रेगुलेसन एक्टिभिटिजहरू पनि गर्नुपर्ने हुन्छ। र यी सबै कुरा गर्दा हुँदै मेन कुरा भनेको हामीले उनीहरूको व्यवहार चाहिँ के कारणले भयो भनेर बुझ्नु नै पहिलो स्टेप रहेको छ।